कस्तो हुन्थ्यो होला यदि एउटा आइडियालाई त्यो पनि कुनै कोडिङ वा बाहिरी लगानी बिना नै केवल 12 हप्तामा पैसा कमाउने चिजमा बदल्न सकियो भने? असम्भव जस्तो लाग्छ होइन? तर आज हामी यस्तै एउटा वास्तविक यात्राको विश्लेषण गर्दैछौँ। ल आउनुहोस्, यो कसरी सम्भव भयो यसको हरेक पाइलालाई नजिकबाट निहालौँ। कसैले मलाई यो के भनेको हो भनेर सरल भाषामा मात्रै सम्झाइदिएको भए म पैसा तिर्न पनि तयार थिएँ। सुन्दा सामान्य लाग्ला, तर यो कुनै काल्पनिक कुरा होइन। यो त एउटा वास्तविक पीडाबाट निस्केको आवाज हो, र यही आवाजले एउटा ठूलो अवसरको ढोका खोलिदियो। कुरा के थियो भने यो समस्या अमारा ओसैकी आमाको थियो। उहाँले 43 पेज लामो एउटा कानुनी सम्झौता नबुझिकन हस्ताक्षर गर्नुभयो, र परिणाम घर किन्ने बेलामा एउटा निकै महत्त्वपूर्ण अवसर नै गुमाउनु पर्यो। हो, यही व्यक्तिगत पीडाले अमाराको दिमागमा एउटा आइडियाको बिउ रोपिदियो। भनिन्छ नि, हरेक सफल उत्पादनको पछाडि एउटा वास्तविक समस्या लुकेको हुन्छ। ल अब हेरौँ कसरी एउटा व्यक्तिगत समस्याले एउटा सिङ्गो व्यवसायको जग बसाल्यो। हो, यही समस्याको समाधानको रूपमा जन्मियो प्रोपोक्युज। अब यो के हो त? यो एउटा एआई पावर्ड टुल हो। यसले के गर्छ भने घर जग्गाका ती सबै जटिल नबुझिने कागजातहरूलाई पढ्छ र पहिलोपटक घर किन्न लागेकाहरूका लागि एकदमै सरल भाषामा बुझाइदिन्छ। यसको उद्देश्य एउटै मात्र थियो, त्यो कानुनी भाषाको अप्ठ्यारो पर्खाललाई भत्काउनु। ल अब आइडिया त आयो, तर त्यसलाई वास्तविकतामा बदल्ने खाका कस्तो थियो त? कुनै पनि चिज बनाउनु अघि अनुसन्धान र योजना किन यति धेरै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा अबको चरणले छर्लङ्ग पार्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। आइडिया आउने बित्तिकै अमाराले हतारमा कोडिङ सुरु गरिनन्, बरु उनले 5 दिन लगाएर एउटा रिसर्च स्प्रिन्ट गरिन्। उनले रेडिटमा मानिसहरूका भावनात्मक अनुभवहरू खोजिन्, फेसबुक ग्रुपहरूमा प्रश्नहरू सोधिन्, अनि 4 जनासँग त सिधै अन्तर्वार्ता नै लिन्। लक्ष्य एकदमै स्पष्ट थियो। यो समस्या साँच्चै आफ्नै आमाको मात्र हो कि अरू धेरैको पनि हो भनेर पत्ता लगाउनु। यो अनुसन्धानले एउटा सुनौलो नियम पत्ता लगायो। सामान्य झन्झट र वास्तविक दुख्ने खालको समस्यामा आकाश पातालको फरक हुँदो रहेछ। हेर्नुस् न, प्रोसेस साह्रै लामो भयो भन्नु एउटा सामान्य गुनासो मात्रै हो, तर मैले थाहै नपाएको डेडलाइन छुटेर मेरो पैसा नै डुब्यो भन्नु चाहिँ एउटा यस्तो पीडादायी समस्या हो जसको समाधानका लागि मानिसहरू साँच्चीकै पैसा तिर्न तयार हुन्छन्। ल, समस्या त पत्ता लाग्यो, तर के मान्छेहरू यसको लागि पैसा तिर्न तयार छन् त? यो जाँच्नको लागि अमाराले एउटा एकदमै चलाक परीक्षण गरिन्, जसलाई फेक डोर टेस्ट भनिन्छ। उनले प्रडक्ट नबनाइकनै एउटा साइन अप पेज बनाइन्, र विश्वास गर्नुस्, जम्मा $30 विज्ञापन खर्चमा 83 जनाले साइन अप गरे। यो भनेको 6.7% को कन्भर्जन रेट हो, जुन सामान्यभन्दा धेरै नै माथि हो। यो एउटा एकदमै बलियो सङ्केत थियो कि उनी सही बाटोमा छिन्। अब बनाउने बेला भयो, तर के बनाउने त? सुरुमा अमाराको लिस्टमा 22वटा फिचर थिए, तर एकजना साथीले एउटा यस्तो सल्लाह दिए जसले उनको सोच नै बदल्यो। उनले भने, सबैभन्दा महत्त्वपूर्ण 3 कुरा के हुन्? त्यही हो तिम्रो MVP, अर्थात् मिनिमम वायबल प्रोडक्ट। बाँकी सबै संस्करण 2 को लागि छोडिदेऊ। हो, यही सल्लाह मानेर उनले 19वटा फिचरलाई निर्ममतापूर्वक हटाइन् र आफ्नो ध्यान केवल 3वटा अत्यावश्यक कुरामा लगाइन्। ल अब सबैभन्दा रोचक भागमा प्रवेश गरौँ, निर्माणको चरण। अब हामी हेर्नेछौँ कसरी बिना कुनै कोडिङ एआईको शक्ति प्रयोग गरेर एउटा पुरै काम गर्ने एप्लिकेसन तयार भयो। स्क्रिनमा देखिएको यो प्रोपोक्युजको नो कोड इन्जिन हो। यसलाई एक एक गरेर बुझौँ है त। पहिलो, प्रयोगकर्ताले सफ्टवेयरबाट बनेको वेबसाइटमा आफ्नो टेक्स्ट हाल्छन्। त्यसपछि make.com, जसलाई एउटा अटोमेसनको गोँद जस्तै सम्झिनुस्, त्यसले त्यो टेक्स्टलाई ओपन एआईको एआई दिमागमा पठाउँछ। ओपन एआईले त्यसलाई विश्लेषण गरेर सरल भाषामा जवाफ तयार पार्छ। त्यो जवाफ एयरटेबल भन्ने डेटाबेसमा गएर बस्छ, र अन्त्यमा त्यही जवाफ सफा तरिकाले फेरि सफ्टवेयरको वेबसाइटमा देखिन्छ। हेर्नुस् त, यहाँ कतै पनि कोडिङ छैन, केवल विभिन्न टुलहरूलाई चलाकीपूर्वक जोडिएको छ। एआईको प्रयोग गर्नु पनि एउटा कला रहेछ, जसलाई प्रम्प्ट इन्जिनियरिङ भनिन्छ। हेर्नुस् त, सुरुको प्रयास कति सामान्य थियो। एउटा सहयोगी बन र सरल भाषामा सम्झाइदेऊ। यसले काम चलाउ जवाफ त दियो, तर अन्तिम संस्करणमा हेर्नुस्, एआईलाई एउटा विशेषज्ञको भूमिका दियो। कसका लागि लेख्ने हो त्यो बताइयो, कस्तो ढाँचामा लेख्ने त्यो पनि भनियो, अनि के चाहिँ नगर्ने भनेर कडा नियम पनि लगाइयो। र नतिजा, हरेक पटक उस्तै भरपर्दो र व्यावसायिक जवाफ।
अब त्यो क्षण आयो जहाँ एउटा व्यक्तिगत प्रोजेक्टले वास्तविक व्यवसायको रूप लियो। लन्च र पहिलो ग्राहकको कथा त झनै रोचक छ। यो 12 हप्ताको यात्रालाई हेर्दा नै थाहा हुन्छ कि काम कति तीव्र गतिमा भएको थियो। पहिलो हप्तामा अनुसन्धान, दोस्रो हप्तासम्ममा त पहिलो प्रिसेल पनि भइसक्यो। छैटौँ हप्तामा पुरै सिस्टमले काम गर्न थाल्यो र सबैभन्दा महत्त्वपूर्ण क्षण आयो 9औं हप्तामा, जब एकजना पूर्ण रूपमा अपरिचित व्यक्तिले पैसा तिरे। हो, यो हो तीव्र र केन्द्रित भएर काम गर्दाको नतिजा। स्क्रिनमा देखिएको यो $19 यो केवल पैसा थिएन। यो त फिनिक्समा बस्ने कार्मेन आर नामकी एक अपरिचित महिलाको विश्वास थियो। यो पहिलो भुक्तानीले एउटा कुरा प्रमाणित गर्यो, अमाराले बनाएको चिजको साँच्चीकै बजारमा मूल्य छ। हो, यही क्षणमा प्रोपोक्योज एउटा प्रोजेक्टबाट साँचो अर्थमा एउटा व्यवसाय बन्यो। अनि बेटा, लन्चको लागि पठाइएको इमेल त्यो एकदमै सरल र व्यक्तिगत थियो। कुनै ठूलो मार्केटिङ तामझाम थिएन। इमेलको विषय थियो, प्रोपोक्योज लाइभ भयो, तपाईँ पहिलो हुनुहुन्छ। यसले के देखाउँछ भने कहिलेकाहीँ पर्फेक्ट बनाउने चक्करमा बस्नुभन्दा बजारमा आफ्नो उत्पादन पुर्याउनु धेरै महत्त्वपूर्ण हुन्छ। तर उत्पादन लन्च गर्नु अन्त्य होइन, यो त सुरुवात मात्रै हो। अब सबैभन्दा महत्त्वपूर्ण प्रणालीको कुरा गरौँ, कसरी वास्तविक प्रयोगकर्ताहरूको व्यवहार र प्रतिक्रियाले नै उत्पादनको भविष्य तय गर्यो। यो भनाइले उत्पादन विकासको एउटा ठूलो रहस्य खोल्छ। त्यही हो अर्को फिचर, जुन कुरा प्रयोगकर्ताहरूले तपाईँको उत्पादनले पहिलेदेखि नै गर्छ होला भनेर सोच्छन् नि, अर्को बनाउनु पर्ने कुरा त्यही हो। जस्तै अमाराले सोचेकी थिइन् कि मान्छेहरूले टेक्स्टको सानो टुक्रा मात्र हाल्छन्, तर प्रयोगकर्ताहरूले त पुरै 40-50 पेजको डकुमेन्ट नै अपलोड गर्न खोजिरहेका थिए। हो, उनीहरूले नै अर्को फिचरको बाटो देखाइदिए। जब एउटा वास्तविक समस्या समाधान हुन्छ, व्यापार आफै बढ्न थाल्छ। यो चार्टले त्यही देखाउँछ। यहाँ हामीले MRR अर्थात् मन्थली रेकर्डिङ रेभेन्यू हेरिरहेका छौँ। केही हप्ताको फरकमा नै व्यवसायको मासिक आम्दानी कति द्रुत गतिले बढ्यो हेर्नुस् त। यसले प्रमाणित गर्छ कि उत्पादनले साँच्चैकै बजारको आवश्यकता पूरा गरिरहेको थियो। यो तालिकाले त्यो फिडब्याक लुपलाई व्यवहारमा उतारेको देखाउँछ। प्रयोगकर्ताहरूले पुरै डकुमेन्ट अपलोड गर्न खोजे, ल फुल डकुमेन्ट एनालाइसिस फिचर बन्यो। उनीहरूले आफ्नो एजेन्टसँग सेयर गर्न चाहे, ठिक छ, सेयर गर्न मिल्ने PDF को सुविधा थपियो। हरेक नयाँ फिचर प्रयोगकर्ताको मागबाटै जन्मिएको थियो, अनुमानबाट होइन। र अन्त्यमा कथा घुमिफिरी त्यहीँ आइपुग्छ जहाँबाट सुरु भएको थियो। अमाराकी आमाले प्रोपोक्योज प्रयोग गरेपछि भन्नुभयो, 3 महिना अघि मात्र यो भएको भए सबै कुरा फरक हुने थियो। सायद अमाराको लागि योभन्दा ठूलो सफलताको प्रमाण अरू केही थिएन। अमाराको यो कथाले के देखाउँछ भने ठूला समस्याहरू समाधान गर्न सधैँ ठूलै टिम वा करोडौँको लगानी चाहिँदैन। कहिलेकाहीँ सही प्रक्रिया, स्मार्ट उपकरण र एउटा वास्तविक समस्याप्रतिको लगाव नै काफी हुन्छ। अब प्रश्न यो उठ्छ कि हाम्रो वरिपरि यस्तो कुन पीडादायी समस्या छ जसको समाधान एउटा अर्को महान विचार बन्न सक्छ?